नेपालको नक्सामा तपाईले जुन कति राम्रो पहिला हाम्रो मैले भन्नु पहिला घुमाइदिनु 50 मिनेट मान्छेले नि झन्। हेलो नमस्ते साथीहरु, वेलकम ब्याक टु माई च्यानल। ओ माय गॉड उलाला कति राम्रो देखिएको म। हेर्नु न फाइनली हामी जुमसुङबाट मुक्तिनाथ दर्शन गर्नको लागि हिँड्यो। हामीले धेरै बोलेर भ्लग त बनाएको छैन कि, भ्लग भनेर भ्लगै त बनाएको छैनौँ हामीले। अनि यसरी नै डाँडा काँडाको भ्यूहरू देखाउँदै हिँडेको छौँ हामीले। अनि साँच्चै भन्नुपर्दाखेरि त हामी दुईटा प्रोफेसनल भ्लगर त दुईजना नै होइनौँ। अनि हामी भोलि पछिको लागि मेमोरी होस्, हामीले नै हेर्नुहोस् भनेर नै हामीले भिडियो बनाएको हो। अनि भिडियो मात्रै नबनाइकन हजुरहरूसित नै सेयर गरौँ। अनि त्यसपछि यो मेमोरी त सधैँभरिको लागि हुन्छ नि त। अनि धेरै जस्तो गइराख्ने ठाउँ पनि होइन, बल्ल बल्ल जाने ठाउँ राम्रोसँग घुमेर आउँ। अनि त्यसपछि थोरै मेमोरीहरू क्रिएट गरौँ भनेर मात्रै बनाएको यो भिडियो हो। बिचरा मेरो रोसिकाको हात त कति दुख्यो होला नि। बिचरा झ्यालबाट तन्की सेल्फी स्ट्यान्ड तन्काई भिडियो लिएको छ। अब हामी धेरै यसरी कचत गरेर बोले पनि हजुरहरूलाई मन पर्दैन होला। यसरी नै भ्यू एकछिन इन्जोय गरिदिनुहोस् होला। बिचमा मात्र बोलेर बनाएको छ। मलाई फेरि गाडीमा चढेपछि अलिकति गाडी लाग्छ झैँ लाग्छ। अनि त्यसपछि अलिक घुमाए जस्तो रिङ्गटा लाए जस्तो हुन्छ। अनि नत्र मैले यसले कसरी भिडियो बनाएको छ, यसले सेल्फी स्ट्यान्ड कसरी समातेछ भनेर मैले जम्मै भिडियो बनाइदिनु मन लागेको थियो। तर के गर्नु, आफूले आँखा हेर्न नि सक्दैन गाडीमा चढेपछि। यति रिस उठ्छ नि यो घुम्न जाने बेलामा। हुन्छ त्यही भएर धेरै कुरा अनि एकछिन मेरो कुरा पनि सुन्न हौ। अनि यो कस्तो छ नि, घुम्न जाने भन्छ, घुम्न गएर बसमा चढेदेखि अब निद आउन सुरु हुन्छ क्या। अनि यति राम्रो भ्यूहरू देख्छ। अनि गाडी रोकेको बेलामा सबै कति खुसी हुँदै झरेर हो कति राम्रो ठाउँ भनेर फोटो भिडियो खिच्न जान्छ नि। अनि एकचोटि उठ भन्दा नि उठ्दैन क्या। अनि हामी गाडी रोकेको बेलामा भिडियो बनाइराखेको थियौँ कि। अनि त्यहाँ एउटा दाइले हेर्नु कति राम्रो लुक्स दिएको हाम्रो क्यामेरामा। हेर्दैछ तिमी त हिरो निजै घुमिन्छौ त। वाउ मेरो कामै के छ र अन्त अरु एकैछिन उस गर्ने। अनि गाडीमा चढेपछि त तिम्रो काम सुरु भइहाल्छ नि, अरू त के हुन्थ्यो र। अब भ्यू हेरेर इन्जोय गर्नु। कतिचोटि भन्यो त्यो भ्यू हेरेर इन्जोय गर्नु भन्दै पतर बोल्दै। ल अब त साँच्चै इन्जोय गर्नु है। कहाँ आइपुग्यो भन्ने पनि थाहा छैन। हामी कागबेनी आइपुग्यो। कागबेनी आएर पनि मैले भिडियो बनाएँ। अनि हामी कागबेनी त गएन कि। अनि त्यहाँ गाडीको दाइले चाहिँ सिकाएको थियो कि त्यो बाटो जान्छ यो बाटो जान्छ भनेर देखाइदिनु भएको थियो। अनि त्यहाँ पारिबाट डोल्पानी जानु रहेछ कि। अनि माथिल्लोबाट चाहिँ मुक्तिनाथ जाने रहेछ। हामी कागबेनीमा गएन, अनि मुक्तिनाथ मात्रै गयो। माथि गएपछि त भेडा के त्यो रोडमा। अनि यो ईसाले यति उठ भनेको मैले हेर्नुको लागि उठ भनेर कति कर गरेको। अहिले भिडियोमा उठेर हुन्छ नि, त्यति बेला उठेर हेर्नु पर्यो नि त। अर्काले भिडियो बनाइदिएर पो हेर्न पाइस्।
कागबिनीको माथिपट्टि यो घुम्ने ठाउँ रहेछ कि धन्नै आज उठ्यो अनि त्यहाँ चाहिँ सबैले फोटो भिडियोहरू खिच्दो रहेछ कि अनि त्यहाँ शिलाजितको ढुङ्गाहरू नि पाउँदो रहेछ अनि त्यहाँ अरू दाइ दिदीहरू पनि झर्नुभयो अनि हामीले एउटा दिदीलाई एकछिन भिडियो बनाइदिनु न भनेर दुईजना दुख्रियो यसरी अनि भिडियो बनाइदिनु कति रमाइलो भयो त्यहाँ फेरि त नि के अनि कति राम्रो भ्यू अनि त्यहाँदेखि कागबिनी नि कति राम्रो देखियो नि त्यस्तो देख्दा देख्दा त अनि मलाई गाडी लगाएको त कहाँ गयो छङ्ग भयो म त अनि चिसो हावा नि कति मिठो हावा चल्दै थियो त्यो उत्ताउलो हावा नि होइन कि एकदम स्मुथ एकदम राम्रो शीतल हावा चल्दै थियो है अनि मैले इसालाई क्या अनि तँलाई भिडियो बनाइदियो भनेको म एकछिन यति रिसाउँछु मैले अगाडिको जस्तो क्यामेरा घुमाएर त्यो दिदीले गरिदिएको जस्तो घुमाएर गरिदियो भनेको त फेरि कागबिनी मात्र देखाउने भनेर ल हेर अब म कसरी रिसाउँछु यसको त कामै रिसाउने मात्रै हो के रे तर बाजे जस्तो लाग्छ है तपाईँहरूलाई तर हाम्रो बोली नै यस्तै हो कि तर हामी भित्र चाहिँ एकदमै धेरै ज्ञानी एकदमै राम्रो यस्तो त्यो हाम्रो त्यो माया भनेको ओभर हुन्छ कि जे पनि अनि त्यो रिसाको होइन कि हामी ओभर माया गरेको हो कि तैँले अगाडि नै भने जस्तो अनि पहिलाको भ्लगमा पनि हाम्रो पहिलाको भ्लग चाहिँ हेर्न कहिले नि नछुटाउनु होला है सबैजना गएर पहिलाको भ्लग हेर्नु पहिलाको भ्लग पनि हेर्नु ल अब हामी यहाँबाट पनि मुक्तिनाथ हेरियोस् अब फेरि पनि भ्यू हेरेर रमाइलो गर्नु ल गर्दा गर्दा कति छिटो हामी मुक्तिनाथ पनि आइपुग्यो यो मुक्तिनाथको गाउँ हो अब यो गाउँ काट्यो भने 2 मिनेटमा मुक्तिनाथको मन्दिर आउँछ आइसक्यो हामी माथि पुगेर पनि पूजाको सामानहरू किनिसक्यौँ अब हामी पूजा गर्न जान्छौँ अझै त चाहिँ हामीले घरबाटै लगेको थियौँ अनि धुपहरू फुलहरू चाहिँ त्यहाँ गएर किनेको मुक्तिनाथ आइपुग्यौँ है हामी हिँड्दै अब गएर नुहाउनुपर्छ ए भगवान् कसरी नुहाउनु त्यो मान्छेले यतै भन्नु नि आउला नि हामी मुक्तिनाथमा पूजा गर्न हिँड्यो बुद्ध भगवानले ढोक्नु परेन मुक्तिनाथ आएको ठ्याक्कै 12 बजे आइपुगेछ यहाँ धुलो लगाइन्छ ठ्याक्कै 12 बजी छ अन्त 12 बजे बन्द हुन्छ अरे अनि 1 बजे खुल्छ अरे अब 1 घन्टा उयो बुद्ध भगवान थियौँ घुमेर अनि नुहाइ गरेर बस्नु पर्ला अनि यो उकालो हिँडेर जानुपर्छ यहाँ त कति राम्रो गाईहरू बाछाहरू हिँडिराख्दो रहेछ अनि यही हो मुक्तिनाथको भ्यू दामी छ दामी यति भएपछि ट्रेकिङ जानु पर्दैन मुक्तिनाथ आउनु जम्मै देख्दो रहेछ दर्शन पनि हुने सबै भिडियो पनि देख्ने ल अरे यो पुतलीले त्यो कपाल त्यसै जिङ्गिङ गर्ने टोपी नलाउने राक्षसनी जस्ती भने पनि एउटा गर्ने टोपी नलाउने राक्षसनी जस्ती भने पनि एउटा नटेको गभर्नमेन्टले टोपी लाएर हिँड्छ
किन गर्मी भइछ खुबै हावा चलेर फनफनै भइछ के हो नि त्यही हो म त बस्दा थाहा नि छैन भरे गोरो बनाइदिए रुचिका गोरो बनाइदिए रुचिका अनि हामी माथि जाँदा जाँदै त्यो ढुङ्गाहरू त्यस्तो बनाएको रहेछ अनि किन बनाएछ भनेर हामी पनि गयो त्यहाँ अनि त्यहाँ चाहिँ त्यो पूजा गरिसकेपछि फर्केपछि बनाउँदो रहेछ कि अनि मान्छेहरू मरेपछि बास पाउँदैन भनेर अनि त्यो ढुङ्गालाई आफ्नो घर सम्झेर बनाइराख्दो रहेछ कि हामी त्यहाँको मान्छेहरूले भनेर थाहा पाएको कि जान अझै उतै कर्ज भयो त अन्त जान अझै उतै कर्ज भयो त अन्त यो चाहिँ प्र्याक्टिस गरेको है भरे नआउँदाखेरि लुङ्गी लाएर यसरी भाग्ने छैन चाहिँ पैसा धालुमा लाग्नु पर्ला अरू खोइ त नि ए त्यस्तोवाला बनाउनु नि मिल्दो रहेछ यस्तो हेर्नु मुजुमुजुको गरेर राख्नु मिल्दो रहेछ ताली ताली गर्नु मिल्दो रहेछ तिनीहरूले नि बनाउँदो रहेछ जान्छु म त तेरो ढुङ्गा खोज क्या ए यहाँ एउटा अलि पातला दुईवटा पातला पार त नि के पार हेर पैसा चलाउनु भएको अझै यता आइज ल भयो त्यहाँको मान्छेहरूले पछि बास पाउँदैन भनेर घर बनाएको भनेदेखि ईशा र मैले आमामामा त्यहाँ घर बनाउने ठाउँ खोजेर हेर त ढुङ्गा बोक्दै हिँड्दै गरेको छ कि भगवान् यो त थाकेर नि बस्यो उठ्न सकेन अरे मुटु भुट हान्यो अरे के भयो यहाँ अक्सिजन कम हुन्छ नि त अनि त्यही भएर नि हो कि एक त अनि यो भयो मुक्तिनाथको गेट हामी यही उकालो हिँड्दैछौँ अनि यहाँ हेलिकप्टर बस्दो रहेछ अनि उहाँ हेर्नु नेपालको नक्सामा तपाईँहरूले जुम गरेर देखाउँछु हेर्नु त कति राम्रो पहिला हाम्रो बरुमा यो टुप्पा थिएन चित्र बनाउँदाखेरि अहिले त यो टुप्पा पनि रहेछ अन्त भ्यूहरू कति राम्रो त्यो माथि नि अझै कता गयो यहाँ बुद्ध भगवान्को फोटो छ अब मूर्ति छ यहाँ पनि जान्छौँ हामी दुइटा कोही नै छैन नि दाइ हिउँ त परेछ नि ठिकै छ यो सबै हिउँ परेको भए झन् दामी देख्छ बिचरा हेरी बसेछ अब आयो मुक्तिनाथ मुक्तिनाथको मन्दिरमा पनि प्रवेश गरिसक्यो हामी त्यहाँ चाहिँ घन्टीहरू रहेछ अनि बजाएर ढोक्दै हिँडेको कति राम्रो है हुन त अब भगवान् बसेको ठाउँ जता पनि राम्रो हुन्छ तर पनि अझै हरियाली भएको भए कति राम्रो हुन्थ्यो है सा भगवान् भएको ठाउँ त यतिकै नै राम्रो भइहाल्छ नि झन् तँलाई त जे चिज नि राम्रो लागिहाल्छ जे चिज नि मोबाइल निकालेर भिडियो बनाइहाल्छ जब फेरि उसलाई मैले भिडियो बनाइदिन लायो पुतुतै भएको छ क्यामेरा त देख्ने नहुने के भएको हो न त अनि तैँले जब क्यामेरा बोकेर मेरो भिडियो बनाइदिन्छस् अनि यति भाग्नु मन लाग्छ मलाई हामी पहिला बुद्ध भगवान्कोमा जू गर्न आयो पहिला यता दर्शन गर्ने अनि बल्ल यता दर्शन गर्ने क्यामेरा धेरै हल्लायो क्या है सरी है अनि यो चाहिँ यहाँ बसेको भर्खरै आयो अनि मुक्तिनाथ र यो बुद्ध भगवान् त नजिकै रहेछ सँगसँगै रहेछ एकदमै राम्रो ठाउँ एकदमै राम्रो ठाउँ छ के अरे हामीलाई कस्तो देखेछ यताउति केही मतलबै छैन कि केही भ्यालु नै छैन जे होस् हामीलाई यति खुसी लागेको छ कि हामी दर्शन गर्न पाछु अनि यति रमाइलो भएको छ आछि जुम आयो होला नि छ्या म त यस्तै छु कि जस्तो पाए त्यस्तै भिडियो बनाइदिन्छु अनि यो जाँदैछ है एउटा कान यता उपर एउटा कान जम्मै कान बिगारिसक्यो
बुद्ध भगवानको दर्शन गरिसकेर पनि अब हामी 108 धारामा नुहाउँछौँ अनि हामीले धोक गरेको चाहिँ क्यामेरामा नआएछ कि अनि इसो त हेर त अब कस्तरी भाग्छस् के किन त्यसरी भागेको त खै मलाई कहाँदेखि के को शक्ति आएको यस्तो शक्ति अनि म फेरि पछाडि त थिच्ने त नि तल गाह्रो हुन्छ होला भनेर त छिटो छिटो आइस होला भनेर भागेको कि अनि म चाहिँ किन भागेको भने क्यामेरामा आउँदैन भनेर तेरो पछि त्यसरी भागेको हो कि लएर अघि बढी यसले किन छिटो दुख्रिसले अहिले फेरि अगाडि दुख्रिरहेछ कि ल हेर्नु न हामीले भगवान कति कम्पिटी देखेको हो कि अनि म फेरि थाहा नै नपाएको कि यसले मलाई जित्दिसकेछ भनेर भने अनि बल्ल अगाडि गयो अनि यसले चाहिँ पैसा खोज्न थाल्यो अनि मैले पनि पैसा खोज्न थालेँ एक पालीमा सक्दै सकेन मैले सकेन यसले नि नसकेर चाहिँ अहिले भयो भिडियो हेरेर थाहा पाइयो अनि पछि फेरि डुप्लिकेट मागेर लियो पैसा मैले फेरि यसलाई कुरिरहेको हेर्न अनि उतापट्टि अब चाहिँ हामी उतापट्टिकोमा चाहिँ टाउको डुबाउने डुब्ली मार्छौँ अनि त्यसपछि यसले चाहिँ फर्केर गएको नि फेरि म फर्केर गएर पहिला यसलाई डुब्न दिन्छु त्यत्रोमा ठाउँ थिएन त्यत्रो सुरुमै झर्ने बित्तिकै सिँढीमा डुबिहालिस् त अनि म त कति बेला ताल पाउँछ र डुबम्ला भनेर गएको थिएँ नि त त्यही भएर धन्ने सिँढीमा त नडुबेछु सबैले हामीले त्यस्तो चिज पानीमा कसरी नुहाउँछ भनेर भन्नुभएको थियो देख्नुभयो कसरी नुहायो दुईजना मात्रै भएर यस्तो हत्ते भएको छ स्ट्यान्ड राख्नु हुन्थ्यो अब यो स्ट्यान्ड राखेर त कहाँ हिँड्ने है अनि यतापट्टिबाट झर्नु पर्दो रहेछ पहिला चाहिँ उताबाट आउने रहेछ झर्ने चाहिँ अनि झर्ने चाहिँ यताबाट जाने रहेछ अनि 2 घन्टा लाग्यो है मैले त स्ट्यान्ड गर्छ त त मैले भन्नु बाई मुक्तिनाथ ल गयो हामी मुक्तिनाथको मन्दिर छोडेर पनि अनि तल गएर के मालाहरू किनौँ भनेको कि कति महँगो है जस्तो लाग्ने त केही पनि थिएन अनि मुक्तिनाथको चिनो भनेर एउटा हातमा लगाउने माला किन्यौँ अनि खाना गयौँ खाएर पनि हामी गयौँ अनि तल कागबेनीमा फेरि मलाई भिडियो बनाउनु मन लागिहाल्यो कि कागबेनी बजार देखेर अनि भिडियो बनाएँ ईसा त अब सुत्ने नै भइकेर सुतेकै मान्छे भयो गाडी चढेर तल्लै आइपुगेपछि सुतिहाल्यो अनि मैले चाहिँ भिडियो बनाउँदै गरेँ अनि यो चाहिँ डुम्बा लेक जाने बाटो हो कि अनि त्यता त कच्ची रहेछ कि बाटो अनि कति अप्ठ्यारो हो हाम्रो पछि एउटा जिप पनि आएको थियो कि माथि अनि मैले भिडियो बनाइदिएँ त्यो जिपको पनि तर कति राम्रो देखिएको हो मोटो मान्छेलाई भनेपछि मलाई त झन् के गर्दा हौ के हो र साथी मान्छे डुम्बा लेक ओहो कति राम्रो हो नि भगवान भने एकचोटि आउनु होला Yang Mustangma. Balik ma. Ay mangyay po yan. Ito.
दुम्बा लेकबाट नि बाई बाई भएर हामी फाइनली मार्फामा आयो। मार्फा गाउँ पुग्यो। मार्फा गाउँमा हामीलाई पहिल्यै रोकिदिन्छु भन्नुभएको थियो त्यो दाइले, तर हामी सुरुमा चाहिँ भोकै थियौँ नि त, अनि पहिला सुरुमा धुपती गरेर आउने, अनि बल्ल मार्फा गाउँ डुल्ने भन्दा मार्फा गाउँमा आउने बेलामा त रात परिसकेको थियो। अनि राति भए पनि यस्तो भिडियो फोटोहरू खिच्यो। अलि हेर्दै जानु होला, हामी जेरी गल्ली पनि जान्छु। रमाइलो कहिल्यै नबिर्सिन सक्ने हाम्रो मेमोरी यति राम्रो भयो। मार्फा यहाँ पनि जानु मन लाग्थ्यो नि है मार्फा लेखेकोमा, तर के गर्नु रात परेर पो गएन त, टाइमै भएन नि हौ। त्यही ड्रेस पनि बल्ल छिटो लाएर 2-3 मात्रै भिडियो क्याप्चर गरेर हिँडिहाल्यो। ल मार्फामा गएर ड्रेस लाउने सपना पनि पुरा भयो। हामी ड्रेस लाउन गयौँ। हामी मार्फामा आएर पनि हामी कुन ड्रेस लगाएको रे हामीले? तामाङ। यो तामाङ ड्रेस हो। तामाङ ड्रेसमा नाच्दिउँ। एउटा तामाङ गीत गाइदिउँ नि त। गीत गाइदिउँ भनेको के नाच भनेको होइन। अब हाम्रो जेली खाली भयो। अब हामी फोटो खिच्छौँ, त्यसपछि हामी जान्छौँ। टिकटक पनि बनाउनु थियो। जेरी गल्लीमा गएर पनि ईशाले मैले ईशाको भिडियो बनाएर राखिदिउँ कि, अनि त्यहाँ अरूहरू पनि आएको थियो नि त फोटो खिच्ने। अनि तिनीहरूले चाहिँ हाम्रो कति राम्रो भिडियो बनाएको छ ईशाले मेरो भिडियो बनाइदियो। अनि त्यसपछि मैले ईशाको भिडियो पनि बनाइदिएको। त्यसपछि चाहिँ उहाँको दिदीहरूले चाहिँ हाम्रो भिडियो नि बनाइदिनु भयो। यति राम्रो भिडियो बनाइदिनु भयो है, सोचेको पनि थिएन यति राम्रो। पछि घर आएर हेर्दा त्यति राम्रो भिडियो बनाइदिनु भएको रहेछ। वाउ। अनि म मात्र यस्तो सेल्फी लिन लाग्थेँ। अनि त्यसपछि सेल्फी लिँदा भिडियो बनाएँ। अनि लामो भएछ, त्यही पनि राम्रो लागेर राखिदिएँ। हामी जेरी गल्ली आएर ड्रेस लाएर पनि सक्यो। अलिक चित्त बुझेन हौ रात परेको भएर। मार्फामा ड्रेस लाएर पनि सकियो। अनि रात परेको थियो नि त, अनि राति भयो राम्रो आएन है यो त्यो भन्दै कुरा गर्दै भिडियो बनाइराखेको थियो। अनि त्यो भिडियो पनि राख्थ्यौँ हामीले। सक्यो। अब दिनाथ घुमेर आयो, दुम्बा लेक घुमेर आयो, अनि मार्फा पनि घुम्यो। अब हामी जान्छौँ जुमसुममा। अब यति नै हो मार्फाको भिडियो पनि। ड्रेस लायो, रमाइलो गर्यो। अनि फेरि ईशाले एउटा भिडियो बनाइदिन्छु भनेर भनेको, अनि बनाउँदा यति लामो भएछ यो भिडियो। यति लामो भएछ, त्यही पनि मैले राखिदिएँ। अनि हामी मार्फत जाँदा रात परेको थियो नि त, अनि मैले त्यहाँ जुन देखेर जुनको पनि भिडियो बनाइदिएँ। फाइनली गएछ हामी कोठामा पनि घुमेर पनि आइपुग्यौँ। देख्दैन कि ईशा यताबाट के हो यसरी अघि यस्तै त गर्थेँ नि मैले। यस्तै गर्थिस् आइसक्यो। होइन तैँले उता गर्थिस्, होइन तैँले उता गर्थिस्। ओ यसरी गर भने यसरी नै उज्यालो हुन्छ। कुन गीत गाइदिउँ न, गीत गाइदिउँ न ल यस्तो होला। झोला ग्याङ म्याचिस माय बेबी टिपी ब्याड बिच बच्चा जस्तो कुकुर
धेरै धेरै धन्यवाद सबैजनालाई हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा। के अरे राम्रोसँग सुरुवात र एन्डिङ त भएको छैन कि हामीले पहिला नै भनेको थियौँ हाम्रो मेमोरीको लागि हो भनेर है। अनि हामी पर्फेक्ट भयो भ्लगर होइनौँ, जस्तो आउँछ त्यस्तै भिडियो बनाएको छौँ। त्यो पनि हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब भेटौँ ल अर्को भिडियोमा। बाई बाई। बाई बाई।